भाग 22 सर्वदा वलमय प्रतिष्ठानको आयोजनामा सर्वदा युए हिजो आज र भोलि विषयका अन्तर्गत कार्यक्रममा क्षेत्र सोसियल सेन्टरको हलमा उपस्थित हुनुभएका सम्पूर्ण अतिथिहरूमा त्यो पुस्तक सन्देशबाट हार्दिक स्वागत तथा कुनै पनि औपचारिक कार्यक्रम सञ्चालन गर्नको लागि सभापतिको आवश्यकता पर्ने भएकोले यसै सर्वदा वलमय प्रतिष्ठान शाखाका अध्यक्ष श्री लक्ष्मण सापकोटाज्यूलाई यस कार्यक्रमको सभापतित्वको आसन ग्रहण गर्नको लागि हार्दिक धन्यवाद। लक्ष्मण सापकोटाज्यू उहाँले यस कार्यक्रमको आसन ग्रहण गरिसक्नु भएको छ र अब बाँकी कार्यक्रमहरू सञ्चालनको लागि मैले उहाँसँग अनुमति मागेको छु। आजको कार्यक्रमका प्रमुख अतिथिज्यू विशेष अतिथिज्यू र विभिन्न संस्थाबाट आजको हामीले कार्यक्रमको हार्दिक निमन्त्रणालाई स्वीकार गरिरहनुभएका सम्पूर्ण संस्थाका प्रतिनिधि साथीहरू, आज हामीले सर्वदा वलमय प्रतिष्ठान युए स्थापना भइसकेपछि हामीले साहित्यिक कार्यक्रमहरू युएमा विभिन्न किसिमले साहित्यिक कार्यक्रमहरू गऱ्यौँ र ती युए प्रवासमा गरिएका साहित्यिक कार्यक्रमहरूको बारेमा एक हप्ता हाम्रा कमजोरीहरू छन्, के कस्ता राम्रा र भविष्यसम्म पनि हामीले सर्वदा वलमय प्रतिष्ठान युएले के कस्ता कार्यक्रमहरू अगाडि बढाउँदै लैजाने हो त्यो बारेमा यहाँहरूको जिज्ञासा, यहाँहरूको सुझाव, यहाँको सल्लाहहरू पनि हामीले मनन गरौँ र हालै मात्र नेपाली राजसभा युएमा उपदेश प्रमुख रूपमा कार्यभार सम्हाल्न आइपुग्नुभएका श्री दिपक अधिकारीज्यूलाई, उपनगर प्रमुख श्री दिपक अधिकारीज्यूलाई उहाँको कार्यकाल सम्पन्नको शुभकामना साथै स्वागत कार्यक्रमले आयोजना गरेको छ। यसै साथ र यस कार्यक्रमको आजको जवाबलाई म स्वीकार गर्दै कार्यक्रमलाई बढाउन सक्नुभयो। धन्यवाद। यसै गरी यस कार्यक्रमका प्रमुख अतिथि नेपाली राजसभा उपक अधिकारीज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गर्नको लागि यसै गरी अतिथिको आसन ग्रहण गर्नुको लागि नेपाली सभा युएका द्वितीय सेक्रेटरी गोपाल पौडेल सेक्रेटरीलाई अतिथिको आसन ग्रहण गर्नको लागि त्यसै गरी अतिथिको आसन ग्रहण गर्नको लागि जनजाति महासङ्घ युएका अध्यक्ष श्री भुवनसिंह राईलाई हार्दिक अनुरोध गर्दछु। अन्तर्राष्ट्रिय नेपाली एकता समाजका उपाध्यक्ष श्री कृष्णजीलाई अतिथिको आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। लुम्बिनी वेलफेयर सोसाइटीका अध्यक्ष श्री जीएस शर्माज्यूलाई अतिथिको आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। प्रवासी नेपाली सङ्घ युएका अध्यक्ष श्री हेमलाल शर्मा पण्डितज्यूलाई अतिथिको आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। एनआरएनए युएका केन्द्रीय सदस्य विकास अधिकारीज्यूलाई अतिथिको आसन ग्रहण गर्नको लागि प्रवासी नेपाली सङ्घ औलादी क्षेत्रीय अध्यक्ष श्री श्याम पात्रीज्यूलाई अतिथिको आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। प्रवासी नेपाली सङ्घ लोकसभा क्षेत्रीय उपाध्यक्ष श्री तुफान राईज्यूलाई अतिथिको आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। नेपाली साहित्यिक तथा सांस्कृतिक परिषद युएका अध्यक्ष श्री गिरधारी रिजालज्यूलाई अतिथिको आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। का प्रतिनिधि श्री लालु र राईज्यूलाई अतिथिको आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। नेपाल मगर सङ्घ युएका अध्यक्ष अशोक प्रतिनिधिलाई यस कार्यक्रमको अतिथिको आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। प्रवासी नेपाली सङ्घ युएका केन्द्रीय सचिव श्री बिआर लोकज्यूलाई अतिथिको आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। नेपाली समाज युए क्षेत्रीय अध्यक्ष श्री दुवै क्षेत्रीय अध्यक्ष श्री प्रकाश कोइरालाज्यूलाई अतिथिको आसन ग्रहण गर्नको लागि